घर परिवार लगायत समाज समेत भए चिन्तित। जय श्री राधे राधे राधे। दर्शकबिन नमस्कार, फेरि पनि तपाईहरूमाझ फरक ढङ्गको कार्यक्रम लिएर उपस्थित भइसकेको छु। श्रद्धालु भक्तजन, जहाँ कि रसुवामा बस्नुहुने एउटा आमा बुबा र उहाँको परिवार समस्या समाधान गराउनका निम्ति हजारौं ठाउँमा जानुभयो, हजारौं ठाउँमा भौतारिनु पनि भयो। उत्तर गया रसुवा, उत्तर गया 5, माझगाउँ रसुवा। तर कतैबाट पनि समस्याको रुगै पत्ता लगाउन नसकिएपछि यस्तो अवस्थामा ओछ्यानमै दिशा पिसाब समेत भयो। उक्त आमाको पहिलाको दृश्य जस्ताको तस्तै तपाईँ सामु, जहाँ कि खाना लाउनको त परको कुरा भयो, दिशा पिसाब गराउन समेत साथीको आवश्यक पर्दछ। उक्त दृश्य जस्ताको तस्तै तपाईँ सामु। यो दृश्य देखिसकेपछि कता कता तपाईहरूलाई पनि छुट्टै पीडा सिर्जना हुन सक्छ, जहाँ कि यो समस्या देखिएको 3 महिना भन्दा पनि बढी भइसकेको थियो। तर कतैबाट पनि समाधान नभइसकेपछि जय होस् टेलिभिजनको दृश्य देख्नुभएका गुरुदेव मार्फतबाट भेट हुन्छ। भेट भइसकेपछि उहाँद्वारा चाहिँ समस्याको समाधान हुन्छ कि भन्ने आस्था अनि विश्वास लिएर जानुभएको थियो। उक्त समस्या समाधान गराउनका निम्ति गुरुदेव आफै खटेर त्यहाँ पुग्नुहुन्छ। त्यहाँ पुगिसकेपछि उहाँले भन्नुहुन्छ कि लगभग 3 दिनको समय अवधिमा केही कम हुनेछ र औषधिको निरन्तर सेवन गर्दै जानुहोस्, समस्या समाधान अवश्य हुनेछ। तुरुन्तै सो चामल फुकेर खान दिनुभयो र एउटा औषधि पनि दिनुभयो। श्रद्धालु भक्तजन, के ती आस्था अनि विश्वास बोकेर आउनु भएको भक्तजनको समस्या समाधान होला कि डाक्टरद्वारा पनि हार खाइसक्नुभयो, अब केही उपाय नै नलाग्ला त? उक्त आमा बुबाको एक भनाइको दृश्य जस्ताको तस्तै तपाईँ सामु। 3 दिनमा बिसी हुन्छ भन्नु आथ्यो, 3 दिनमा बिसी भयो। उहाँको बोली भगवानको बोली रहेछ। उहाँको औषधि अमृत रहेछ। त्यो 2 मात्राले नै मेरो बिरामी 100% ठिक हो, किनभने पेटको व्यथा थियो। उहाँको त्यो औषधिले एकै दिन पेट से सबै दिशाबाट गयो। अस्पताल मात्र भनेर पनि हुँदैन, कतिपय समस्याहरू आयुर्वेदिक औषधिद्वारा पनि समाधान हुनेछ। गुरुदेवलाई त हामीले भगवान स्वरूपै माग्छु, मैले मेरो नयाँ जीवन पाएँ र यदि तपाईहरूको पनि यो समस्या छ भने उपस्थित हुनुहोला भन्दै यस्तो समेत जानकारी गराउनुहुन्छ। जस्तै अतालिएका बिरामीहरूलाई उहाँले छोइदिँदाखेरि, उहाँले औषधि दिँदाखेरि सधैँ भएर यसरी मैले जस्तै गरी बोल्न सकुन्, भन्न सकुन्। यदि तपाईको परिवार अनि घर छिमेक टोल बस्तीमा पनि यस्तो समस्या छ भने एकपटक अनिवार्य कल गर्नुहोला 98 44 21 24 35 र 01 43 71 447 मा भन्दै आजको यस कार्यक्रमबाट फेरि पनि तपाईहरूमाझ पूर्ण अर्को केही नयाँ अनि थप जानकारी लिएर आउने बाचाको साथ बिदा हुने अनुमति माग्छु। हस्त, धन्यवाद, जय होस्।